नेपाललाई 26 अर्ब ऋणमा डुबाउने तपाईको गणतन्त्र, नेपालको पासपोर्टलाई अफ्रिकाको पासपोर्टभन्दा सस्तो बनाउने तपाईको गणतन्त्र, दरबारको 12 करोड खर्च महँगो भयो भन्ने तपाईको गणतन्त्र आजभोलि चियापानमा वर्षको 400 करोड खर्च गर्दैछ। सरकारको बारेमा केही बोल्न पाइँदैन भनेर प्रहरीकै अगाडि जनता कुट्ने तपाईको गणतन्त्र, एक विकास उन्मुख देशलाई एसियाकै सबैभन्दा गरिब देश बनाउने तपाईको गणतन्त्र, एक धर्मरक्षक राजालाई फालेर हजार भ्रष्टहरू जन्माउने तपाईको गणतन्त्र, एक परिवार जसरी बसेका जनतालाई जातिका नाममा द्वन्द्व गराउने तपाईको गणतन्त्र, मन्दिर र गुम्बाको सट्टा चर्च बनाउने तपाईको गणतन्त्र, राजाले खोलेका उद्योग बन्द गरेर आफ्नो देशका जनतालाई विदेशमा भेडा चराउन पठाउने तपाईको गणतन्त्र, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिग फुटाउने तपाईको गणतन्त्र, पेट पाल्नकै लागि 1/3 जनता विदेशमा लखट्ने तपाईको गणतन्त्र।